शेरमा 7 धारे हिमाल र प्राकृतिक सम्पदाको काग, फेदीमा 12 महिना सुसाइरहने सुन्दर खोला नाला, प्रकृतिले आफ्ना सारा रङहरू पोखेको सुन्दरताले भरिपूर्ण बागमती प्रदेशकै एक ऐतिहासिक भूमि नौकुण्ड गाउँपालिका। पूर्व र उत्तरमा गोसाइकुण्ड गाउँपालिका, पश्चिममा कालिका गाउँपालिका र दक्षिणमा नुवाकोट जिल्लाको सिमानासँग जोडिएको यो गाउँपालिका 127.78 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। जातीय र सांस्कृतिक विविधता रहेको यहाँ तामाङ समुदायको बाहुल्यता छ भने गुरुङ, मगर, नेवार, ब्राह्मण र घले जातिहरूको पनि समान बसोबास छ। साबिकका यार्सा, सरमथली र भोर्ले गाउँ विकास समिति मिलेर बनेको यो पालिका रसुवा जिल्लाकै सबैभन्दा बढी जनघनत्व भएको क्षेत्र हो। कुनै समय भौतिक पूर्वाधारविहीन अवस्थामा रहेको नौकुण्डमा अहिले प्रशासनिक सुगमता आएको छ। पहिला त अब रोड बाटो नि थिएन हैन, खानेपानी चाहिँ अलिअलि थियो, ठिक थियो खानेपानी। अहिले जो अलि सुधारै भयो, रोडहरू बने, योजनाहरू आहा, जो संहिता आइसकेपछि केही न केही चेन्ज भयो। गाउँपालिकाको पक्की प्रशासनिक भवन र 6वटै वडाका आफ्नै कार्यालय भवनहरू तयार भई सेवा प्रवाहमा आमूल परिवर्तन आएको छ। यो प्रयासले जनता र सरकार बीचको भौगोलिक दूरीलाई मेटाएको छ। अहिलेको यो तपाईको विकासको गति जुन समयअनुसार छ नि, त्यही गतिको एउटालाई प्रभावशाली नै छन्। जस्तो अहिलेको जनप्रतिनिधिहरूले गर्नुपर्ने आफ्नो भूमिकाहरू, आफ्नो कर्तव्यहरू उहाँहरूले एकदमै राम्रैसँग वहन गरिरहनु भएको महसुस गरेका छौँ हामीले। पालिकादेखि लार्चाङटार सडक र लार्चाङटार पाटी खर्क सडकले यहाँको आवत जावतलाई सहज र सुरक्षित बनाएको छ। स्थानीय सरकारले वडा नम्बर 1 र 3 जोड्ने पक्की पुल निर्माण गरेर यातायातलाई 12 महिना सुचारू बनाउने लक्ष्यमा ठूलो सफलता पाएको छ। आज लार्चाङटार पालिका सडक खण्डमा गुड्ने सवारी साधनहरूले नौकुण्डको बदलिदो तस्विर बोलिरहेको छ। पहिलाको बाटोघाटोको अवस्था त्यति राम्रो थिएन, अहिले राम्रो हो। खानेपानी, बाटो अहिले पहिलाभन्दा धेरै सुधार, धेरै राम्रो हुँदै गयो। विक्रम सम्वत 2074 सालमा सम्पन्न स्थानीय निर्वाचन मार्फत गाउँपालिकाले जनप्रतिनिधि पाएसँगै हालसम्म यहाँ 70 किलोमिटर भन्दा बढी नयाँ ग्रामीण सडक विस्तार भइसकेको छ। सडक नपुगेको र बत्ती नपुगेको र धारा नपुगेको घर छैन। बिग्रिने कुराले अलि बिग्रिने बनाउने कुरो त छँदैछ। मैले यसो हिसाब गरेको 60-70 किलोमिटर भन्दा बढी नौकुण्ड गाउँपालिकामा नयाँ सडक बनेको छ। सबभन्दा प्राथमिक भनेको रोडलाई नै हो। मैले अब सकेसम्म आफ्नो रोडमा चाहिँ, आफ्नो ठाउँमा चाहिँ सकेसम्म कसरी हुन्छ, आफ्नो वराको बजेटबाट हुन्छ। यो जुन अहिलेसम्म भन्नुपर्दा त यो रोजगारले पनि यो रोडको लागि प्राय यो सोलिङ नालीले पनि अहिलेसम्म यही चलिरहेको छ। यी सडक पूर्वाधारले केवल गाउँ बस्तीलाई मात्र जोडेको छैन, यहाँका किसानका उत्पादनलाई बजारसँग पनि जोडेको छ। जनतासँग सरोकारका कुराहरू के चाहिँ जनताको अपेक्षाहरूको चाहिँ माग अथवा अपेक्षालाई साथ चाहिँ लिएर जनतासँग भोट मागेका थियौँ। त्यसको केही प्रतिशत मात्रामा हामीले जनताको चाहिँ मागहरू पुरा गरेका छौँ, अपेक्षाहरू पुरा गरेका छौँ। जस्तो हामी चाहिँ पूर्वाधारमा खानेपानीका कुरा, सडकको कुरा, स्वास्थ्य भवनको कुराहरू भयो। त्यसपछि हाम्रो चाहिँ सेवा प्रवाहका बिल्डिङहरू भए, वडा कार्यालय, गाउँपालिकाका भवन लगायत क्षेत्रहरूमा हामीले काम गरिराखेका छौँ। शिक्षा नै विकासको मूल आधार हो भन्ने नारालाई नौकुण्डले व्यवहारमै उतारेको छ। गाउँपालिकाभित्र रहेका 29वटा सामुदायिक विद्यालयहरू आज प्रविधि मैत्री बन्दैछन्। विद्यार्थीको सिकाइ किताबमा मात्र सीमित छैन, कक्षा कोठामा स्मार्ट बोर्ड र कम्प्युटर ल्याब जस्ता सुविधाले सिकाइको आयतन फराकिलो बनाएको छ।
शिक्षालाई सिप र उत्पादनसँग जोड्न यहाँ प्राविधिक धारको शिक्षा सुरु गरिएको छ। गोसाईकुण्ड माध्यमिक विद्यालयमा सञ्चालित कृषि प्राविधिक विषयले यहाँका युवाहरूलाई आफ्नै माटोमा सुन फलाउन प्रेरित गरिरहेको छ। विद्यार्थीहरूले प्लास्टिक टनेल र थोपा सिँचाइ प्रविधि प्रयोग गरी व्यावहारिक ज्ञान लिइरहेका छन्। अहिले चाहिँ हाम्रो यो बाली विज्ञान अन्तर्गत चाहिँ यहाँ चाहिँ 4वटा विषय जति 9-10मा 4वटा विषय जति पढाइ हुने गर्छ, जसमा लगभग सबै कृषि त समेटिन्न, तर सानो बच्चाहरूलाई गर्ने जस्तै खेती गर्न सिकाउने नर्मल कुराहरू चाहिँ सबै समेटिन्छ। हाम्रो विद्यालय श्री गोसाईकुण्ड माध्यमिक विद्यालय भनेको चाहिँ रसुवा जिल्लाकै एउटा कृषि प्राविधिक धार सञ्चालनमा रहेको विद्यालय हो। ताकि अरू विद्यालयहरूमा यो सुविधा छैन, त्यस कारणले पनि हाम्रो विद्यालय अरू विद्यालयभन्दा फरक छ। र शिक्षकहरूको दरबन्दीको कुरा गर्नुपर्दाखेरि हामीलाई चाहिँ कक्षा 9 देखि कक्षा 12 सम्म कृषि प्राविधिक धार आइसिएजी सञ्चालन हुन्छ यो विद्यालयमा, र अर्को साधारण धारतर्फ पनि बाल कक्षादेखि कक्षा 12 सम्म नै हुने भएको कारणले गर्दाखेरि वास्तवमा हाम्रो विद्यालय चाहिँ फेरि प्रस्तावित मावि भएको कारणले गर्दाखेरि हामीसँग स्वीकृत दरबन्दी माविको चाहिँ राज्यको स्थायी दरबन्दी चाहिँ छैन, र पनि गाउँपालिकाले चाहिँ विभिन्न खालका सङ्घीय अनुदान, प्रदेश अनुदान लगायतका कोटाहरूबाट चाहिँ दरबन्दी दिनुभएको छ, र सोही दरबन्दीमै आधारित रहेर अहिले हामीले यो विद्यालयमा चाहिँ कक्षा नियमित रूपमा सञ्चालन गरिराखेका छौँ। विपन्न विद्यार्थीका लागि छात्रवृत्ति र टाढाबाट आउने विद्यार्थीका लागि खाना र आवासको व्यवस्था गरेर पालिकाले कोही पनि शिक्षाबाट वञ्चित नहुने वातावरण निर्माण गरेको छ। पालिकाभित्र रहेका हरेक विद्यालयले शिक्षाको ज्योति फैलाउन उत्तिकै भूमिका खेलेका छन्। गाउँपालिकाले पनि हामीलाई 6 जना चाहिँ टिचरको व्यवस्था गर्दैछ। 5 कक्षासम्म पढाउँदा नि 6 जना शिक्षक, त्यसमा 4 जना महिला र 2 जना शिक्षक चाहिँ हामी कार्यरत छौँ। यहाँबाट पढेर अध्ययन गरेर गएका बच्चाहरू रसुवा जिल्ला बाहेक काठमाडौँ गएर पनि शिक्षाको उसमा चाहिँ होइन जिपिए ल्याउनलाई, पहिलाको उसमा चाहिँ डिभिजन ल्याउनलाई पनि कमी भएको पनि छैन, र काहीँ अहिलेको अवस्थामा फेल भएको पनि नदेखेको अवस्था छ। शैक्षिक गुणस्तरलाई अझ प्रभावकारी बनाउन स्थानीय सरकारले पनि उत्तिकै कर्तव्यबोधका साथ जिम्मेवारी निभाएको छ। शिक्षा क्षेत्रमा अहिले हामीले म गाउँपालिका अध्यक्ष भएपछि सबै स्कुलहरूमा शिक्षकको पद पूर्ति गरिदियो, बिल्डिङहरू जम्मै बनाइदियो। प्रस्तावित माविहरू 3वटा छ, 2वटा चाहिँ अब त्यो भोर्ले र सुनामथलीको चाहिँ पुरो दरबन्दी छ, अर्कोहरू चाहिँ प्रस्तावित मावि भएकोले अलिकति शिक्षामा चाहिँ भने जस्तो गर्न सकेन। तर अहिले भौतिक कुरा हेर्ने हो भने बिल्डिङहरू पुरा अलरेडी तयार छ। अनि प्राविधिक शिक्षा अहिले फेरि मैले गोसाईकुण्ड माविमा ल्याएँ। अहिले निमावि कोहीले विद्यार्थी नहुनेलाई घटाएको छ, अहिले क्लास घटाइदिएको छ। 7 को 5 मा 5 को 3 मा ल्याइदिएछ भने अलिकति शिक्षा हुने विद्यार्थी हुने ठाउँहरूमा चाहिँ मैले फेरि निमाविको प्रस्ताव पनि गरेको छु। मेन चाहिँ शिक्षामा नै लगानी गर्नुपर्छ भनेर शिक्षामा चाहिँ मैले अहिले म निर्वाचित भएदेखि मैले विद्यालयहरूमा गर्नुपर्ने शैक्षिक सुधारको लागि के काम गर्दाखेरि शैक्षिक सुधार हुन्छ भन्ने तरिकाले चाहिँ म एकदम लागि परेको छु। मैले प्रत्येक विद्यालयहरूमा प्रवाहसँग, त्यहाँको विद्यालय व्यवस्थापन समितिको अध्यक्षसँग अनि अभिभावकहरूसँग कोर्डिनेसन गरेर होइन कसरी जाँदाखेरि चाहिँ हाम्रो शैक्षिक सुधार गर्न सकिन्छ भन्ने बारेमा उहाँहरूसँग नै छलफल गरेर म अघि बढेको छु। मैले यो स्कुलहरूलाई चाहिँ लगभग हिजोको 7वटा 5वटा वडामै मैले सबै नयाँ स्कुल बनाइसकेको छौँ र म जनप्रतिनिधि भइसकेर मात्रै यो स्कुलहरू सबै नयाँ बनाएको, नै त पुरानै थियो। पुरानाहरूमा यसो टालटुल गर्दै परिरहेको थियो। मैले चाहिँ लगभग सबै अहिलेसम्म भएको 5वटा स्कुल चाहिँ पुरै जम्मै नयाँ बनाएर मैले चलाइरहेको छ।
मानवीय विकासको अर्को महत्त्वपूर्ण पाटो स्वास्थ्य र सरसफाइ हो। भौगोलिक विकटता र स्वास्थ्य संस्थाको पहुँच अभावका कारण विगतमा स्वास्थ्य सेवा लिन घण्टौं हिँड्नु पर्ने नौकुण्डमा अहिले स्वास्थ्य सेवाको परिदृश्य फेरिएको छ। वाडाबाट हाल्नुहुन्छ होइन, पैसाहरू हाल्नुहुन्छ, केही समस्याहरू भयो भने मर्मत खर्चहरूदेखि लिएर यहाँ भवनहरू उपरदेखि लिएर अनि यहाँ सुत्केरी सेवा पनि हामी लगभग 8 वर्षदेखि दिइरहेछौँ। दैनिक तपाईँको 2 जना 3 जना बिरामीहरू आउनुहुन्छ होइन। अब तपाईँको अस्थमाको बिरामीहरू पनि आउनुहुन्छ कहिलेकाहीँ, त्यसै डायबिटिजको बिरामीहरू पनि आउनुहुन्छ होइन। अनि असामान्यतः रुगाखोकी ज्वरोहरूको बिरामीहरू आउनुहुन्छ। पालिकाको नेतृत्व जनप्रतिनिधिले सम्हालेको सुरुवाती समयमा जम्मा 3 वटा मात्र स्वास्थ्य चौकी रहेकोमा हाल आवश्यकता अनुसार एउटै वडामा 3 वटासम्म स्वास्थ्य इकाइ सञ्चालनमा छन्। पालिकाभर भने जम्मा 11 वटा स्वास्थ्य इकाइ सञ्चालनमा रहेका छन्। सुत्केरी गराउनको लागि चाहिँ बर्थिङ सेन्टर चाहिँ गर्नुपर्छ भन्ने कार्यपालिकाले पारित गरेको छ र त्यो चाहिँ कार्यान्वयन बिस्तार आएको छ। त्यो स्वास्थ्य क्षेत्र पनि सुधार चाहिँ भएको छ र पालिकाको चाहिँ अब एम्बुलेन्स पनि छ। कुनै पनि बिरामीहरू चाहिँ अब जस्तै बिरामी पर्ने बित्तिकै एम्बुलेन्सबाट चाहिँ सेवा उपलब्ध गराएर चाहिँ यहाँ नसक्ने उपचार गर्न नसक्नेहरूलाई चाहिँ हामीले त्रिशुली अस्पताल या काठमाडौँ चाहिँ हामीले यहाँबाट पठाउनको लागि चाहिँ हामीले सहयोग गरेको छौँ। स्थानीय सरकारकै अग्रसरतामा बनेका नयाँ भवन र विस्तारित स्वास्थ्य सेवाले स्थानीयलाई आफ्नै ठाउँमा भरपर्दो उपचार प्राप्त गर्ने अवसर मिलेको छ। गाउँपालिकाले चाहिँ सहयोग गर्दै आएको छ। जस्तै नियमित औषधि चाहिँ प्रदान गर्दै आएको छ। गाउँपालिकाद्वारा चाहिँ अर्को नयाँ भवन पनि बनेको छ जुन चाहिँ स्वास्थ्य सेवा प्रदानको लागि एउटा महत्त्वपूर्ण पाठ पनि हो। नयाँ पूर्वाधार सहितको सेवा पनि यहाँबाट विस्तार हुने क्रममै छ। बोर्ले स्वास्थ्य चौकी र सरमथली सामुदायिक स्वास्थ्य इकाइले अहिले 24 घण्टा सेवा प्रदान गरिरहेका छन्। यो स्वास्थ्य चौकीबाट जनताहरूले चाहिँ सामान्य हेल्थ चेकअपदेखि लगेर गर्भवती जाँच, प्रसुति सेवा र बच्चाहरूले चाहिँ खोप लगाउने, वृद्धि अनुगमनहरू गर्ने पोषणका कार्यहरू र यो सामान्य चोटपटकहरू र रिफरको कामहरू धेरै हुन्छ यताबाट। विशेष गरी मातृ शिशु स्वास्थ्य र प्रसुति सेवामा आएको सुधारले यहाँका महिलाहरूले अकालमा ज्यान गुमाउनु पर्ने स्थितिको अन्त्य भएको छ। स्वास्थ्य पहिला 3 गाविस बनाएर 3 गाविसको एउटा गाउँपालिका बनाएको थियो। भोरले रामदली हेर्छ, त्यसमा पहिला 3 हेल्पोस थियो। हेर्छ हेल्पोस, पार्चङ हेल्पोस र भोरलेको चिदी हेल्पोस थियो। त्यसलाई चाहिँ हामीले विस्तार गरेर वडामा चाहिँ 2074 को स्थानीय सरकारको नियम कानुनमा हुन्छ 1 वडा एउटा स्वास्थ्य इकाइ भन्ने कुरा थियो। यो चाहिँ नकुण्ड गाउँपालिकामा यो एउटाले चाहिँ बित्ना भ्याउने भयो। त्यसैले हामीले चाहिँ 1 वडामा आवश्यकता अनुसारको, जस्तै 1 देखि भनौँ 1 मा अर्को लाङ्बो सिङ्गन्ती 3 बनाएँ मैले। सिरसुङ 6 को कुरा गरौँ, 6 मा 1, 2, 3 दुईवटा बनाएको थिएँ भने मैले। किनभने भूगोल अलिकति लामो भएको कारण हिँड्न नसक्ने। भोरलेमा चिदी, भोरले 2वटा, श्रामदलीमा पनि त्यस्तै। श्रामदली डाँडा पाटीघरका यार्छ मात्रै एउटा हो, पार्चङ यार्छ पार्चङ। स्वास्थ्य क्षेत्रमा हामीले व्यापक परिवर्तन ल्याएको छ। स्वास्थ्यसँगै पालिकावासीको स्वच्छ पिउने पानीको अधिकारलाई सुरक्षित गर्न 1 घर 1 धारा अभियान द्रुत गतिमा अघि बढेको छ। वडा नम्बर 6 का सरस्यु, घोर्मु, कोमु, दारगरी र बेताङमा 1 घर 1 धारा खानेपानी योजना सम्पन्न भइसकेका छन्। खानेपानीको कुरा त नकुण्ड गाउँपालिकामा खानेपानी नभएको त गाउँै छैन। अब हामीले पहिलो प्राथमिकता पनि यो पानी भनेको जीवन हो। पानीलाई नै हामीले बाटो, पानी हैन। अहिले त बरु सिँचाइ, अहिले त अलिअलि हल्का मात्रै माग्न आउँछ, मर्मत समार भनेर
नत्र पानी एक्ज्याक्टली यो पानी भनेर माग्ने मान्छे पनि छैन, किनभने आवश्यकता छैन। घर घरमा आइपुगेछ, धारा गाउँ गाउँमा आएको छ, गोठ गोठमा आएको छ। पानीको आवश्यकता छैन, पानीको पनि हामीले पूर्ति गरिसक्यो। वडा नम्बर 5 को खाल्चे खानेपानी योजना निर्माणाधीन अवस्थामा छ। गाउँपालिकाको यो अग्रसरताले स्थानीयको जीवनशैली नै बदलिदिएको छ। पहिला चाहिँ समस्या थियो, अहिले चाहिँ एक घर एक धारा भएर चाहिँ एकदम सुविस्ता छ। खानेपानीको अवस्था पहिला अलिकति समस्या नै थियो। पहिला एउटा मात्रै मुहान थियो, अहिले 2टा मुहानबाट पानी ल्याएको छ र प्रत्येक घरमा एक घर एक धारा भएको छ र अहिलेको लागि पानी एकदम राम्रो छ। खानेपानी चाहिँ यो गाउँमा चाहिँ पहिल्यैदेखि त्यति समस्या होइन, तर धाराको समस्या थियो, त्यो बनाइदिनु भयो, यो राम्रै भएको छ, हाम्रो लागि राम्रो नै हो। योभन्दा वर्षौँ अगाडिको खानेपानीको मुहानहरू दर्ता थिएन सर। त्यही मन दर्ताहरू मैले गरेँ। त्यसपछि मैले घोर्मो गाउँमा एक घर एक धारा बनायो, घोर्मो कपिलचो एक घर एक धारा बनायो, माङीगाङ गोदीगाङ एक घर एक धारा बनायो सर, कोमो दारघारी एक घर एक धारा बनायो। त्यसपछि डानाथोक खेन्टुफे सर्सिङ गाउँ एक घर एक धारा बनायो सर। जम्मा कयौँ वर्ष म जन्मिनेभन्दा अगाडिदेखि नै उपभोग गरिरहेको खानेपानीहरूको मुहानहरू दर्ता हुनलाई समस्या थियो। त्यसको समस्याको समाधान गर्न मैले सफलता भएँ सर। कृषि र पशुपालन नौकुण्डको आर्थिक मेरुदण्ड हुन्। वडा नम्बर 1 को लाम्बु र आरुखर्कका लेकाली पाखाहरू चौरी पालनका लागि प्रसिद्ध छन्। यहाँ उत्पादित छुर्पी र अन्य दुग्धजन्य उत्पादनले राष्ट्रिय बजारमा मात्र होइन, अन्तर्राष्ट्रिय बजारसम्म आफ्नो पहिचान बनाएको छ। वडा नम्बर 3 को लार्चङटारमा स्थापना गरिएको दूध सङ्कलन केन्द्रले चौरी पालक किसानहरूको आय आर्जनमा टेवा पुर्याएको छ। अब गाउँपालिकाले यो हामीलाई खोल्दाखेरि किसानहरूलाई एकदम धेरै राम्रो भएको छ, किनभने चाहिँ अब उहाँहरूले आफूले यति टाढा बोकेर ल्याउनु परेन। अब हामीहरूले अब तपाईँको 4-5 ठाउँमा डिब्रिजदेखि सबै थोक अब चाहिने हामीले किसानहरूलाई राखेको छ। उहाँबाट हामीले नापेर अब सङ्कलन गरेर अब जम्मा गरेर दुध हामीले यहाँ पार्चकमा ल्याउने हो। गाउँपालिकाको पहलमा विभिन्न स्थानमा सङ्कलन सेवा विस्तार भएसँगै किसानले बजारको समस्या झेल्नु परेको छैन। साथै यो पहल कदमीले उनीहरूको उत्पादनको उचित मूल्य समेत सुनिश्चित गरेको छ। परम्परागत खेतीलाई विस्थापित गर्दै नौकुण्डले व्यावसायिक र नगदे बालीमा जोड दिएको छ। नौकुण्डका स्थानीय कृषकको पौरखमा सुरु भएका कफी, किवी जस्ता व्यावसायिक उत्पादन मार्फत यहाँको कृषिमा नयाँ जग स्थापित भएको छ। 68 सालमै मैले 700 बिरुवाबाट सुरु गरेको थियो। बीचमा ग्याप भयो कारणले त्यति राम्रो गर्न सकेन। अहिले चाहिँ मैले लगभग 2000 बिरुवा लगाइसकेको छु। पालिकामा यो प्रदेशको बजेट पालिकामा आएछन्, त्यतिखेर चाहिँ अनि प्रपोजल हालेर चाहिँ पहिले सुरुमा 12 लाखको काम गरेको थियो। अनि दोस्रो 8 लाखको हो क्या दोस्रो गर्दाखेरि लगभग लगानी त भएको छन्, राज्यले गरेका छन्। उनीहरूको मेहनतमा गाउँपालिकाको आर्थिक अनुदान, तालिम र प्राविधिक सहयोग जस्ता महत्त्वपूर्ण कदम थपिँदा नौकुण्ड कृषि क्षेत्रमा नयाँ मानक स्थापित गर्ने बाटोमा अग्रसर बनेको छ। कृषिको लागि चाहिँ नौकुण्डमा के छ भने सबभन्दा आलु होइन, आलुलाई फोकस दिइरहेको छ हामीले, कफी खेतीलाई फोकस दिइरहेछ, कुनातिर चौरीलाई फोकस दिइरहेछ। सांस्कृतिक र धार्मिक पर्यटनको प्रचुर सम्भावना बोकेको नौकुण्डको शिरमा गजधम्म उभिएका हिमालको अद्भुत छाया अँगालेर नौकुण्ड ताल शान्त बसिरहेको छ। गाउँपालिकाको नामाकरण पनि यही सुन्दर नौकुण्ड तालकै नामबाट साभार गरिएको हो।
यहाँ रहेका प्राकृतिक तथा धार्मिक सम्पदाहरूले पर्यटनको प्रचुर सम्भावनालाई सङ्केत गर्छन्। मैले त्यहाँको धर्म मान्ने क्रिस्चियनलाई क्रिस्चियनको चर्च बनाइदिएछ, हिन्दू मान्नेले हिन्दूको मन्दिर बनाइदिएछ, गुम्बा त झन् त्यहाँ कति हो। वडा नम्बर 1 को लाम्बु गुम्बा, साङलिङ गुम्बा र वडा नम्बर 4 को सुर्कुलिङ, धेवाचेन, थारचेन र सेराप गुम्बा तथा आकाशदेवी मन्दिर, निर्कुभूमे महादेव मन्दिर, वडा नम्बर 5 को ज्याङलाङ गुम्बा र बागेश्वरी मन्दिर र अन्य विभिन्न स्थानमा बनेका धार्मिक सम्पदाहरूले यहाँको धार्मिक सहिष्णुतालाई उजागर गर्छन्। बस्ती र खेतीयोग्य जमिनको संरक्षणका लागि घोरमुको पहिरो नियन्त्रणको कार्यलाई गाउँपालिकाले विशेष प्राथमिकताका साथ अघि बढाएको छ। यसका साथै लाम्बु एकीकृत बस्तीको सुखद व्यवस्थापन, निर्माणाधीन लामाचेत सडक खण्ड, आरुखर्क र लाम्बु खेल मैदानको निर्माण र सरमथली पार्कले नौकुण्डलाई समृद्ध र सुगम गाउँपालिकाको रूपमा रूपान्तरण गरिरहेका छन्। नागरिक केन्द्रित शासन र उत्तरदायी प्रशासन नै नौकुण्ड गाउँपालिकाको मुख्य सङ्कल्प हो। गाउँपालिकाले सेवा प्रवाहलाई झन्झटमुक्त, पारदर्शी र प्रविधि मैत्री बनाएको छ। सामाजिक सुरक्षा भत्ता, व्यक्तिगत घटना दर्तादेखि योजना सम्झौतासम्मका कार्यहरूलाई अनलाइन प्रणालीमा आबद्ध गरी सुशासनको प्रत्याभूति दिलाइएको छ। वित्तीय अनुशासन र आर्थिक सुशासनलाई ध्यानमा राख्दै गाउँपालिकाले हरेक बजेट तथा कार्यक्रमको बाँडफाँडमा नीतिगत स्पष्टता र पारदर्शिता अपनाएको छ। जनताप्रतिको जवाफदेहितालाई संस्थागत गर्न गाउँपालिकाले नियमित रूपमा सार्वजनिक सुनवाई, सार्वजनिक परीक्षण र सामाजिक परीक्षण कार्यक्रमहरू आयोजना गर्दै आएको छ। यसरी विकास र सुशासनलाई सँगसँगै अघि बढाउँदै नौकुण्डले एक सबल स्थानीय सरकारको पहिचान बनाएको छ। नौकुण्ड गाउँपालिका चुनौतीहरूका बीचमा पनि सम्भावनाको खोजी गरिरहेको छ। भौगोलिक विकटतालाई विकासको अवसरमा बदल्दै यहाँका जनप्रतिनिधि र जनता एक भएर समृद्धिको सपना साकार पार्न लागि परेका छन्। मैले आदरो काम जतिले पुरा गर्ने यसपालि जुन जे छ नि बाँकी काम, त्यसपछि आवश्यकता कहाँ बिग्रिएको छ सब्राउनु पर्ने कामहरू छ। यसपालिको बजेट आदरो कामलाई पुरा गर्ने र आवश्यकतालाई पुरा गर्ने दुईटा नीतिमा काम गर्छु म। शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार र कृषिको यो एकीकृत विकासले नै भोलिको नौकुण्डलाई एक नमुना गाउँपालिका बनाउने निश्चित छ। हिमालको काखमा हाँसिरहेको नौकुण्ड समृद्धिको मार्गमा अविराम लम्किरहेको छ। जुन यात्रा रोकिने छैन, बरु यसले थप तीव्रता लिनेछ, किनकि यो नौकुण्डवासीको साझा सङ्कल्प हो।